बिलाप चाहिँ यति साह्रो महँगो छ मेरो दिदीबहिनीहरू, मेरो दाजुभाइहरू, मेरो मण्डली परिवारहरू। अनि त्यो ठाउँमा नि एउटा ठाउँमा जाँदै गर्दाखेरि त वक्ता त बेसरी रुँदै रहेछ अरे भित्तामा फर्केर क्या। अनि के भएको होला, हामी चाहिँ अभिषेक थाप्न आएको तर यो वक्ता चाहिँ कति साह्रो रुएको भनेर चाहिँ एकजना व्यक्ति छक्कै परेछ अरे। भित्तामा फर्केर चाहिँ यति साह्रो उनले चाहिँ प्रार्थना गर्दै गर्दाखेरि चाहिँ नि धरधरी उसले रुँदै गर्दाखेरि उसको लाको सुटै भिजेको थियो अरे। अनि उहाँ चाहिँ शक्तिशाली काम गर्ने छोरा बनाउनु भयो प्रभुले। अनि उहाँहरूको जीवनबाट आज ठुल्ठुलो व्यक्तिहरू छ नि, त्यो ठुल्ठुलो व्यक्तिहरूको जीवनमा चाहिँ प्रभुले चाहिँ नि एकदमै उनीहरू नम्रतामा आएको कारण, झुकेको कारण, सत्यतामा आएको कारण, पवित्रतामा आएको कारणले गर्दा परमेश्वरले चाहिँ उनीहरूको जीवनमा चाहिँ त्यो कामहरू गर्नुभएको छ प्रियहरू। त्यस कारणले गर्दा आज मण्डलीमा नि जहाँसुकै गयो भनेदेखि चाहिँ कुनै पनि मण्डलीमा के छैन, अहिले बिलाप छैन, कुनै पनि मण्डलीमा आँसु छैन प्रियहरू। रुनुपर्छ, धुरी तपाईँ र म चाहिँ रुएको हुनुपर्छ। तपाईँ र मेरो आँसुले नि छ्याप भूमिहरू भिजेको हुनुपर्छ। प्रभु यीशु ख्रिस्टले पनि नि जब उहाँलाई क्रुसमा टाङ्ने बेलामा लम्पसार पर्नुभयो अनि यति साह्रो उहाँले प्रार्थना गर्नुभयो, प्रभु उहाँको नम्रता हेर्नुहोस्, यदि हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तर पनि प्रभु तपाईँको इच्छा पुरा गर्नुहोस् भनेर उहाँले प्रार्थना गर्दै गर्दा नि येशूको आँसु चाहिँ रगतको थोप्पा जस्तो थियो भनेको थियो प्रिय। येशू ख्रिस्ट पनि रुनु भएको छ क्या, येशू ख्रिस्टको पनि आँसु झरेको छ क्या प्रार्थना गर्दै गर्दा। येशू ख्रिस्ट चाहिँ रुनुभयो, लम्पसार पर्नुभयो आफ्नो पिताको अगाडि। हामीले हेर्छौँ भने गेतसमनीको बगैँचामा परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि चाहिँ लम्पसार परेर त्यहाँनिर प्रभु यीशु ख्रिस्टले प्रार्थना गर्नुभएको छ, हे पिता भनेर। जरुरी थिएन नि, एउटा परमेश्वरको पुत्र भएर चाहिँ नि जरुरी थिएन, तर प्रभु यीशु ख्रिस्ट पनि लम्पसार परेर बिलापको प्रार्थना गर्नुभयो प्रियहरू। अनि उहाँको आँसुलाई चाहिँ रगत जस्तो, रगतको थोप्पा जस्तो थियो भनेको छ। प्रभु यीशु ख्रिस्टको भित्रबाट निस्केको थियो क्या त्यो आँसु चाहिँ प्रियहरू। आज तपाईँ र मेरो आँसु नि, तपाईँ र मेरो प्रार्थना नि भित्रबाट निस्केको हुनुपर्छ क्या। भित्रबाट तपाईँ र म रुएको हुनुपर्छ, भित्रबाट तपाईँ र म टुक्रेको हुनुपर्छ, भित्रबाट परमेश्वरको निम्ति चाहिँ तोडिएको हुनुपर्छ। आज परमप्रभु परमेश्वरको वचनमा लेखिएको छ कि भजन सङ्ग्रहको पत्रमा तोडिएको हृदय नै परमप्रभुको निम्ति चाहिँ बलिदान हो भनेर प्रियहरू। आज नै तोडिएको हृदय चाहिँ परमप्रभु खोज्नुहुन्छ। तर आज नै तपाईँ र म मण्डलीमा गयो भनेदेखि हामी चाहिँ एकदमै नि थङ्ग्रङ्गे काँडा जस्तो भएर हामी कतिचोटि मण्डली गइरहेछ, ठडौरे भएर हामी मण्डली गइराखेको छौँ प्रियहरू। कहिले तपाईँले नम्रताको कुराहरू देख्नु भएको छ? हामी मण्डलीमा गएर कहिले पस्ने बित्तिकै घुँडा टेकेर के प्रार्थना गरेका छौँ? प्रभु धन्यवाद भनेर हामीले कतिचोटि प्रार्थना गरेका छौँ। कतिचोटि नि प्रियहरू बिलाप भनेको चाहिँ के भने तपाईँ र मैले सानो अभिभावक पाउँदै गर्दाखेरि पनि त्यसको लागि पनि हामीले बिलाप गर्नुपर्छ। त्यो अयोग्य व्यक्तिले त्यो कुरा पाउँदैन, त्यो कुरा पाउनको लागि चाहिँ योग्य व्यक्तिलाई मात्रै प्रभुले दिनुहुन्छ। त्यति बेलामा पनि तपाईँ र मैले बिलाप गर्नुपर्छ प्रियहरू, धन्यवाद भनेर पनि बिलाप गर्नुपर्छ। अनि तपाईँ र म धेरै कुराले कैदबाट छुटकारा पाएको व्यक्तिहरू नि आज तपाईँ र मेरो बिलाप चाहिँ कस्तो छ प्रियहरू? के एज्राको जस्तो बिलाप छ। अनि एउटा स्त्री छन् जसको चाहिँ बिलाप हामीले हेर्छौँ भनेदेखि नै पहिलो समुएलको पत्रलाई हामी हेरौँ 1 अध्यायमा, पहिलो समुएल 1 अध्यायमा हन्नाले चाहिँ नि मनै बिलापको प्रार्थना गरिन्। अनि कति मानिसले नै बिलापको प्रार्थनालाई चाहिँ बुझ्दैन है, बिलापको प्रार्थनालाई बुझ्दैन। अनि हामी बिलाप गर्ने एउटा स्त्रीको विषयमा हेर्नेछौँ। यहाँनिर नि हन्नाले गरेको प्रार्थना म तपाईँहरूलाई पहिलो समुएल 1 अध्याय त्यसको 3 पदबाट पढ्नेछु है। यहाँ यसरी लेखेको छ, हन्ना वर्षे सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलिदान चढाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थिन्। त्यहाँ एलीका 2 छोराहरू होप्नी र फिनासहरू परमप्रभुका पुजारी थिए। बलिदान चढाएको दिन हन्नाले एल्कानाले आफ्नी पत्नी हन्ना र तिनका सबै छोराछोरीलाई भेटीका भागहरू दिन्थे, तर हन्नालाई दोब्बर भाग दिन्थे, किनभने हन्नाले तिनलाई प्रेम गरेर परमप्रभुले
तिनको गर्भ रोक्नु भएको थियो। अनि तिनका छोराछोरी नभएका हुनाले हन्नाकी सौताले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन्। अनि सालसाले यस्तो हुन्थ्यो जब हन्ना परमप्रभुको भवनमा उपस्थिति भएकी तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउँथिन्। तिनका पति एल्कानाले तिनलाई भन्थे, हन्ना तिमी किन रोइरहेकी छौ र केही पनि खाँदिनौ? तिमी किन यति दुखित हुन्छौ? के म तिम्रा निम्ति 10 जना छोराहरू भन्दा पनि बढ्ता छैन र? एकपल्ट सिलोमा तिनीहरू खानपान गरिसकेपछि हन्ना उठिन् र त्यस बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा छेउमा आफ्नो आसनमा बसिरहेका थिए। हन्नाले मनमा ठुलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढाइन्। हन्नाले यी कुरा गरेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईले मेरो दुःख बुझेर ममाथि कृपा दृष्टि गर्नुभयो र मलाई सम्झनु भयो अनि यदि तपाईले मलाई भुल्नु भएन र एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा अर्पण गर्नेछु र त्यसको कपालमा कहिले छुरा लाग्ने छैन। तिनले धेरै बेरसम्म परमप्रभुको सामुने प्रार्थना गरिन् र एलीले तिनका ओठ मात्र चलेका देखे। हन्ना मनै प्रार्थना गरिरहेकी थिइन् अनि तिनका ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनलाई मातेकी स्त्री भन्ठाने अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस नशामा रहन्छौ? मध्य त्यागिदेऊ। हेर्नुहोस् है, यहाँनिर नि हन्नाले के गरिन् भन्दाखेरि चाहिँ आफ्नो पीडाको लागि चाहिँ वेदनासहित रोएर प्रार्थना गरेको कुराहरू पाउँछौँ है। हन्नाले के गरेकी छन् अरे भन्दाखेरि चाहिँ हन्नाले चाहिँ आफ्नो ठुलो पृष्ठ चाहिँ रोएर प्रभुसित प्रार्थना गरिन् भनेको छ। हामीले हेर्छौँ भनेदेखि चाहिँ नि पहिलो सामुएल 1 अध्यायको 10 पदमा हन्नाले रोएर ठुलो पीरसहित उनले रोएर प्रार्थना गरेको छ परमप्रभुसित, हैन? अनि जब उनका पति एल्कानाले उनलाई प्रेम गरेको कारणले गर्दाखेरि चाहिँ उनको कोखै बन्द भयो। परमप्रभु परमेश्वरले नि हन्नालाई चाहिँ आफ्नो नजिकमा ल्याउन चाहनुहुन्थ्यो र एल्कानाले प्रेम गरेको कारणले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ हन्नाको गर्भ थुनियो। अनि उनी चाहिँ के भइन् भन्दाखेरि चाहिँ एउटा हेलाको पात्र बनिन्, एउटा दुखी स्त्री बनिन्। अनि त्यति बेलामा चाहिँ उनले आफ्नो कलङ्क मेटाइदिनुहोस् प्रभु मलाई भनेर चाहिँ उनले चाहिँ प्रार्थना गरेको कुराहरू पाउँछौँ। उनले सौताबाट अनेक थरीको वेदनाहरू सहनु पर्थ्यो, इख्याउँथे, होइन? उनलाई खान मन नलाग्ने अवस्थासम्म पुर्याएको अवस्थाहरू हुँदै गर्दा उनी चाहिँ उठिन् अनि परमेश्वरसँग चाहिँ धेरै बेर उनीहरूले रोएर प्रार्थना गरिन्, उनले भाकल गरेर प्रार्थना गरेकी छन्। अनि उनले विलाप गरेको छ परमेश्वरको भवनमा गएर प्रियहरू। अनि त्यस पछाडि प्रभु परमेश्वरले चाहिँ उनको कोखलाई चाहिँ खोलिदिनु भयो अनि समेललाई दिनुभयो। अनि उनले एउटै भाकल गरिन्, प्रभु म तपाईँको दासीलाई मेरो दुःख बुझिदिनु भयो र प्रार्थना गर्ने मेरो प्रार्थना सुन्नुभयो भने म चाहिँ नि मेरो छोरालाई जीवन पर्यन्त तपाईँको भवनमा अर्पण गर्नेछु, त्यसको कपालमा कहिले छुरा लाउने छैन भनेर चाहिँ उनले भाकल गरिन्। तर त्यस पछाडि नै हन्नाको वेदना चाहिँ परमेश्वरले सुन्नुभयो। ठुलो पीरसहित प्रार्थना गरिन्। अनि त्यति मात्र होइन, जब हन्नाले लगेर आफ्नो छोरालाई साँच्चै नै परमेश्वरको वेदीमा अर्पण गरिने परमेश्वरले चाहिँ अरू छोराहरू थपिदिनु भयो। हालेलुया। जब तपाईँ र म नि साँच्चै नै तपाईँ र म विलापको प्रार्थना गर्छौँ भने नि प्रभु हाम्रो निम्ति नजिकै हुनुहुन्छ। अनि तपाईँ र मैले रोएर गरेको प्रार्थना चाहिँ परमप्रभुले सुन्नुहुन्छ। तपाईँ र मेरो विलाप परमेश्वरले चाहनुहुन्छ। प्रियहरू, जुन कुरा तपाईँ र म चाहिँ साँच्चै नै स्पेसल कुरा पाउनुपर्छ भने परमेश्वरले तपाईँ र मलाई चाहिँ विलापमा लानुहुन्छ। तपाईँ र मैले चाहिँ विलाप गर्ने अवस्थामा परमेश्वरले छोडिदिनु भएको छ। हालेलुया। यदि नि साँच्चै नै एल्कानाले हन्नालाई त्यति साह्रो वास्ता नगरेको थियो भनेदेखि चाहिँ हन्नालाई चाहिँ एल्कानाले प्रेम गरेको कारण कोख रोकिएको छ, कोख बन्द भएको छ। कारण हुनसक्छ कि
हन्ना र एल्कानाको प्रेमले गर्दा परमेश्वरको अनादर पो भयो कि त्यहाँनिर। सायद एल्कानाले हन्नालाई दिने समय चाहिँ के भन्छ परमेश्वरलाई दिने समय चाहिँ हन्नालाई मात्रै पो दिएका थिए कि प्रियहरू। संसारमा धेरै माया पाउने व्यक्ति नै एक दिन वेदनामा जानुपर्छ, बुझ्नु भयो नि। संसारले प्रेम गरेको व्यक्तिको जीवनमा चाहिँ आशिष हुँदैन प्रियहरू। कतिचोटि तपाईँलाई लाग्दै होला प्रभु म त एक्लो छु, मलाई मेरो परिवारले वास्ता गरेन, मेरो परिवारले माया गरेन, म चाहिँ किन एक्लो होला। सबैको परिवार देख्दै गर्दा तपाईँ खुसी देख्दै गर्दा तपाईँ दुःखी हुनुहुन्छ होला। सबैको संसारमा प्रशस्तता देख्दै गर्दा म चाहिँ किन यति साह्रो कमजोर जस्तो लाग्दै होला। तर परमेश्वरले तपाईँलाई कमजोर छोड्नको लागि होइन, तर परमेश्वरले तपाईँको बिलाप खोज्नुहुन्छ। हालेलुया। जब तपाईँ र म बिलापको प्रार्थना गर्छौँ नि परमेश्वरले तपाईँ र मेरो आँसु चाहिँ देख्नुहुन्छ। हालेलुया। तपाईँ र मेरो कष्टलाई बुझ्नुहुन्छ। परमप्रभु परमेश्वरले नि इजरायलीहरूको कष्टलाई चाहिँ मैले तिनीहरूको रोदन सुने, तिनीहरूको कष्ट मैले देखेँ भनेर भन्नुभयो। जब इजरायलीहरू कष्टमा पर्दै गर्दा परमप्रभु परमेश्वरले चाहिँ त्यो मिश्रको दासत्वबाट छुटकारा दिनुभयो प्रियहरू। आज तपाईँ र मलाई पनि परमेश्वरले चाहिँ छुटकारा दिनको लागि तपाईँ र मलाई चाहिँ तयार हुनुहुन्छ, तर तपाईँ र म चाहिँ बिलाप गर्ने हुनुपर्छ। एक समय नै म यति साह्रो रोएको छु, यति साह्रो रोएको छु, मैले बिलाप गरेको छु प्रियहरू। कतिवटा कुरा तपाईँ र मैले अभिषेक पाउनको लागि, प्रकाश पाउनको लागि, वचनको प्रकाश पाउनको लागि, तपाईँ र म प्रार्थनामा एकदमै तल्लीन हुनको लागि पनि तपाईँ र मेरो बिलाप चाहिन्छ। एक समय धेरै दुःखी भएर हृदय टुटेर मैले बिलाप गरेको छु प्रभुसँग। जुन बेला मेरोमा चामल पनि थिएन खानुको लागि, है, मेरोमा लाउने लुगाहरू थिएन, म चाहिँ एकदमै भोकै तिर्खै हिँड्दै थिएँ, मलाई कसैले वास्ता गरेको थिएन, होइन। म जता जान्छु त्यतै बाटो बन्द हुन्थ्यो, मेरो परिवारको आशा थिएन, मलाई कसैले दिन्छ 2 रुपियाँ भन्ने, मलाई कसैले एउटा लुगा दिन्छ भन्ने आशा थिएन। तर प्रभुमा म साह्रै बिलाप गरेर म रोएर प्रार्थना गरेँ, प्रभु मेरो जीवनमा साँच्चै नै कति साह्रो दुःख, कति साह्रो कष्ट छ, प्रभु म तपाईँको सेवा चाहिँ फुल टाइम गर्न चाहन्छु भनेर मैले प्रार्थना गरेँ। जब आराधना सेवा हुने बेला हो तब म काममा जानु पर्थ्यो, त्यति बेलामा मैले प्रभुसँग यति नराम्रो रोएर प्रार्थना गरेँ, भित्रबाट टुक्रेर प्रार्थना गरेँ। अनि म आराधना गर्दै गर्दा यति साह्रो रोएँ। अनि मैले रुँदै गर्दाखेरि चाहिँ मेरो सबै यो ब्लाउजहरू ट्याप्पै भिजेको थियो। यति बिघ्न रोएको छु म, यति बिघ्न रोएको छु। अनि त्यति बेलामा रोको रुवाईमा प्रभुले चाहिँ मेरो प्रार्थना सुन्नुभयो। हालेलुया। प्रभुले चाहिँ बिस्तारै बिस्तारै नै बाटो खोलिदिनु भयो। अनि आज तपाईँ र मेरो बिलापको प्रार्थना चाहिन्छ प्रियहरू। कतिचोटि तपाईँ र म प्रार्थनाको योद्धा हुनुपर्छ। आमाहरू, छोरी मान्छेहरू कतिचोटि प्रार्थना गऱ्यो भने प्रार्थना गर्न अल्छी लाग्छ। प्रार्थना नै हो चाबी। संसारमा जुनसुकै कुरा प्राप्त गर्नको लागि चाहिँ के अरे चाबी नै प्रार्थना हो प्रियहरू। घरमा ढोका बन्द छ, भित्र खानेकुरा थुप्रै छ, तपाईँ भोकै हुनुहुन्छ, यदि चाबी नउगारी ढोकाको अगाडि उभिनु भयो भनेदेखि चाहिँ तपाईँ भोकै मर्छ अनि भित्रको खानेकुरा चाहिँ सडिएर जान्छ। आज स्वर्ग राज्यको भेदको है पाउनको लागि, त्यो आशिष प्राप्त गर्नको लागि तपाईँ र मेरो चाबी के हो भने चाहिँ प्रार्थना, पशुताप र बिलाप हो प्रियहरू। जब एउटा व्यक्तिको जीवनमा बिलापको प्रार्थना छैन नि, जब एउटा व्यक्तिले बिलाप गर्दैन भने नि प्रियहरू उसको जीवनमा कहिले पनि आशिष हुँदैन। बुझ्नुभयो नि। कोही कोही बेलामा त नि थाहा छ रुखपातहरू पनि रुन्छ, थाहा छ तपाईँले देख्नुभएको छ। कुनै कुनै रुखको हाँगा तोड्नु त त्यहाँबाट पानी निस्किन्छ, तरर निस्किन्छ। कुनै रुखलाई गएर घोच्नु त खुकुरीले त्यहाँबाट तरर पानी निस्किन्छ। कुनै रुखको हाँगाहरू भाँच्नु त त्यो रुखको हाँगाबाट चाहिँ दुध जस्तै तरर निस्किन्छ, होइन। प्राकृतिक पनि रुन्छ प्रियहरू, बिलाप गर्छ। बुझ्नुभयो नि। उसको हाँगाहरू तोडिँदै गर्दाखेरि तब त्यो तोडिएर गए तापनि, ऊ सुके तापनि फेरि पनि ऊ त हरियाली हुन्छ। बुझ्नु भने त्यस्तै प्रियहरू आज तपाईँ र म कतिको तोडिँदैछौँ। तपाईँ र मैले प्रभु मलाई प्रार्थना गर्ने जीवन दिनुहोस् भनेर बिलाप गरेको छौँ। प्रभु म तपाईँको भएर जिउन चाहन्छु भनेर तपाईँ र मैले बिलाप गर्नुपर्छ प्रियहरू। संसारले तपाईँ र मलाई छिट्टै आक्रमण गर्छ, छिट्टै आकर्षित बनाउँछ। थुप्रै कुराले तपाईँ र मलाई संसारतिर लगिहाल्छ। तपाईँ र मलाई बाइबलको एउटा खण्डलाई आउँदो गराउनको लागि चाहिँ कत्रो टाइम लाग्छ।
उत्पत्तिबाट प्रकाशसम्म छिचल्नको लागि कत्रो टाइम लाग्छ। तर अहिले 2 घन्टाको फिल्म देखाओस् त, त्यो 2 घन्टाको फिल्म हेर्नको लागि चाहिँ प्रियहरू तपाईँ र मैले सिरिखुरी हिरो को थियो, गुन्डा के थियो, त्यहाँको नायिका को थियो, त्यहाँको निर्देशन को थियो, कहाँबाट सुरु भयो कहाँबाट इन भयो तुरुन्तै तपाईँ र मैले जान्दछौँ। मैले भन्न खोजेको कुरा चाहिँ संसारले चाहिँ यति साह्रो हाम्रो दिमागलाई क्याच गर्छ। त्यस कारणले गर्दा प्रियहरू तपाईँ र म चाहिँ विलाप गर्नुपर्छ। प्रभु त्यो संसारबाट तपाईँको हुनलाई मलाई सहायता गर्नुहोस् भनेर विलाप गर्नुपर्छ। जवानी विशेष गरी संसारको कुरामा एग्रेसिभ हुँदै गर्दाखेरि चाहिँ बहुत डरलाग्दो कुराहरू हुन्छ। हाम्रो जवानीको लागि अहिले नै समय हुँदाखेरि नि रुएन भने नि समय बितेर रुएको रुवाई चाहिँ नि डरलाग्दो रुवाई, त्यो चाहिँ पछुतोको रुवाई हुन्छ। प्रियहरू हाम्रो हृदयमा पछुतापे रुवाई हुनुपर्छ। पछुतापको रुवाई चाहिँ के भने मैले हिँड्दै गरेको बाटो प्रभु म तपाईँतिर फर्किन चाहन्छु, मैले गर्दै गरेको गल्तीलाई म त्यागेर प्रभु म तपाईँको हुन चाहन्छु भनेर जब रुन्छौँ भने त्यति बेलामा परम प्रभु परमेश्वरले तपाईँ मेरो आँसुको कट्नी चाहिँ आनन्द गर्न सकिन्छ। जब एउटा व्यक्ति साँच्चै जवानीमा नरोइकन परमेश्वरलाई नटेरी ठडौरेबाट हिँड्छ भनेदेखि नि त्यो व्यक्तिको अन्तिम चाहिँ बहुत नराम्रो हुन्छ। प्रियहरू थाहा छ, आँखाले हेरेको कुरा चाहिँ नि आँखाले देखेको कुरा चाहिँ सबै सही हुन्छ भन्ने छैन। कतिजना व्यक्तिले नि आँखाले हेरेको कुरा सही हुन्छ भन्छ नि, तर बाहिरी आँखाले हेरेको कुराले चाहिँ भित्री बुझ्दैन, भित्री आँखाले हेरेको कुराले बाहिरी बुझ्दैन। बुझ्नुभयो नि? त्यस कारणले गर्दा प्रभुसँग चाहिँ हाम्रो भित्री आँखा खोलिदिनुहोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। जसले बाहिरी सुन्दरतालाई हेर्छ नि उसको भित्र कहिले पनि बुझ्दैन। कतिजना व्यक्तिले भन्छ नि म चाहिँ भन्छु हेरेर देखेको कुरा सबै सही हुँदैन। तपाईँ के भन्नुहुन्छ त्यो मलाई थाहा छैन, तपाईँको आफ्नो विचार हो, मेरो आफ्नो विचार, तर तपाईँले हेरेको कुरा नि बाहिरी हेरेको कुरा गलत हुनसक्छ। प्रियहरू राम्रो हेर्दै गर्दाखेरि नि भित्र के भएको छ भन्ने कुरो चाहिँ हामी थाहा पाउँदैनौँ। त्यस कारणले गर्दा पशुत्व गर्नुपर्छ होइन हामीले। अनि त्यो पशुत्व गर्नुभन्दा अगाडि तपाईँ र मेरो जीवन चाहिँ पशुतापी भयो भने त्योभन्दा सुन्दर कुरा चाहिँ केही पनि छैन। प्रियहरू तपाईँ र म चाहिँ हानि भएर पछाडि रुनुको रुवाई चाहिँ त्यो चाहिँ परिवर्तन नहुने रुवाई हो, त्यो चाहिँ सकिएको रुवाई हो। त्यो रुवाई चाहिँ के त हाम्रो हातबाट उम्किसकेको रुवाई, त्यो रुवाई चाहिँ के त बकमफुसे रुवाई हो। म चाहिँ त्यो भन्छु, जब हुनुभन्दा अगाडि हानि हुनुभन्दा अगाडि तपाईँ रुनुहुन्छ नि त्यो चाहिँ आशिषको रुवाई हो। हालेलुया, त्यो कुरा चाहिँ कट्नीको रुवाई हो। त्यस कारणले गर्दा प्रियहरू तपाईँ विलाप गर्नुहोस्, प्रभु मैले चाहे जस्तो हस्बेन्ड होइन तपाईँले चाहे जस्तो दिनुहोस् भनेर तपाईँले प्रार्थना गर्नुपर्छ। प्रियहरू मैले चाहे जस्तो श्रीमती होइन प्रभु तपाईँले चाहे जस्तो श्रीमती मलाई दिन आओस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। प्रियहरू आज धेरै घरबारहरू तोडिएको छ, अहिले डिभोर्स गर्ने लाइन लागेको छ। प्रियहरू अहिले यति साह्रो डिभोर्स गर्ने लाइन छ नि, बिहा गरेर 2-3 दिनमै कतिजना जवानहरूलाई मैले देखेको छु है। केही समय एकजना भाइले बिहा गरेर एउटा बहिनीलाई लगेछ, यही गाउँको घटना हो। बिहा गरेर लगेको 3 दिनदेखि चाहिँ उनीहरूमा मिलमिलाप हरायो। केटीको अर्कै बानी केटाको अर्कै बानी, अन्तिममा गएर बाउ निर्दोष बाउलाई बोलाएर ल तिमीहरूको छोरी ल जिम्मा भनेर चाहिँ उनीहरूले ओडामा ल्यायो। त्यहाँ बिहे दर्ता पनि छैन, बिहे गर्ने उमेर पुगेको पनि छैन। पुलिसले थाहा पायो भनेदेखि चाहिँ लगेर केटालाई जेल हाल्छ। अनि अन्तिममा गएर त्यहाँको ओडाध्यक्ष, हामी श्रीमान श्रीमती नै पो थियौँ है, ओडाध्यक्षहरू सबैलाई सोद्धाखेरि केही पनि यहाँबाट हुनेवाला छैन। ल छोरी के अरे ज्वाइँले बाउलाई दे, छोरी बाउले लिएर जा भने केही न केही डिसमिस। अर्काको घरमा गएर आफ्नो इज्जत लुटाएर आफ्नो घरमा फर्किँदै गर्दाखेरि ऊ त पतित भयो उसको आमा बाउको इज्जत चाहिँ के भयो होला प्रिय। त्यस कारणले गर्दा फिजिकल्ली हेराइ सही हुँदैन है, फिजिकल्ली देखाइ सही हुँदैन। यो 2टा आँखाले हेरेको हेराइ गलत हुन्छ, तर भित्र हेर्नुपर्छ। प्रियहरू श्रीमान श्रीमती बन्नको लागि पनि मलाई धेरैजना मान्छेले भन्थ्यो बिहे गर्ने बेला भयो यसको लागि प्रार्थना गरौँ भनेर भन्थ्यो। अनि म चाहिँ भन्थेँ प्रभुले जस्तो दिनुहुन्छ म त्यस्तोसँग जान्छु भन्थेँ, सधैँ म त्यस्तो भन्थेँ। तर प्रभुले साँच्चै नै अन्तिममा गएर मलाई असल श्रीमान दिनुभयो। हालेलुया। त्यस कारणले गर्दा आज आमाहरू आफ्नो छोराछोरीको लागि धेरै विलाप गर्नुपर्छ। आफ्नो छोराछोरी ट्र्याकभन्दा बाहिर गएर विलाप गरेर केही पनि फाइदा छैन।
होइन। बिलाप गर्दै गर्दाखेरि चाहिँ रुने मात्रै होइन, बजाउने पनि गर्नुपर्छ। आमाहरूले छोराछोरी ताडना पनि दिनुपर्छ, लट्ठी पनि चलाउनुपर्छ। कतिचोटि आमाहरूले बाउले कुट्दै गर्दा आमाहरूले तान्ने बानी गर्छ, छेक्ने बानी गर्छ, अनि त्यति बेलामा छोराछोरी बिग्रेर जान्छ। अनि घरमा अर्डर गर्ने व्यक्तिहरू हुँदै गर्दा गाली गर्यो भने नगर नगर भने ओडासा पस्ने व्यक्ति, त्यो व्यक्तिले चाहिँ त्यो व्यक्तिको भविष्यमा मृत्युतिर धक्कलिदिन्छ। अनि कतिजना आमा बाउले के त बिलाप त होइन, आफ्नो छोराछोरीलाई त्यत्तिकै छाडा छोडिदिएको हुन्छ। चोर्यो भने पनि ठिकै, बाजे भने पनि ठिकै, गल्ती गरे पनि ठिकै। प्रियहरू, बाउ आमाले बिलाप नगरेको कारण, आफ्नो छोराछोरीलाई काखमा नराखेको कारण, नसम्हालेको कारण अन्तिममा गएर त्यो व्यक्ति चाहिँ मृत्युमा पुग्छ। बुझ्नुभयो? धेरै मान्छेले मैले भनेको सुनेको छु, मेरो बाउले पनि छोड्यो, आमाले पनि छोड्यो, अनि म चाहिँ के त गुन्डा बने, म चाहिँ ड्रग्स एडिक्ट बने, म चाहिँ रेस्टुरेन्टमा काम गर्ने बने। आज धेरैको छोराछोरी यस्तोहरू छ प्रियहरू। आज नि आमा बाउको दायित्व यदि नै बच्चा चाहिँ प्रियहरू, म के भन्छु भने कुकुर बिरालाले पनि ब्याउँछ है, कुकुर बिरालाले ब्याउँछ। ब्याउँदैमा पाउँदैमा आमा हुँदैन, ब्याउँदैमा पाउँदैमा बाउ हुँदैन प्रियहरू। र बाउको कर्तव्य बाउले पूर्ण रूपमा गरेको हुनुपर्छ, आमाको कर्तव्य पुरा गरेको हुन्छ। तपाईँले धन सम्पत्ति चाहिँ छोराछोरीलाई जोडेर दिन्छु भनेर कमाउन थाल्नुभयो भने त्यो धन सम्पत्ति तपाईँको छोराले उडाउला। तर घोडामा बसेर तपाईँले प्रार्थना गर्नुभयो भने तपाईँको छोरा चाहिँ दायरोमा आउँछ, आशिषित हुन्छ। हालेलुया। एक ठाउँमा ठ्याक्कै भन्न त म जान्दिनँ, एक परिवारमा प्रार्थना गर्दा 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 आमा बाउले प्रार्थना यति बिघ्न गर्दो रहेछ अरे, यति बिघ्न गर्दो रहेछ अरे, अन्तिममा छोराको बिहा भयो है। अनि धन सम्पत्ति दिने बेला भयो, केही पनि छैन, एउटा गजरा थियो अरे, अनि एउटा पुरानो घर थियो। अब छोरा बिहा भयो, छोरालाई त अब धन सम्पत्ति दिनुपर्छ नि, अनि त्यो धन सम्पत्ति दिने पैसा चाहिँ केही पनि रहेनछ अरे। उनको बाउले के गरे थाहा छ? उनको बाउआमाले उनीहरूको घुँडा टेक्दा 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 बाहिर पत्र गएको रहेछ नि, त्यही घुँडाको छाला लातिमाको अंश चाहिँ यही है भनेर लगेर दिनुभएछ अरे। त्यति बेलामा नि त्यो साँच्चै नै त्यो छालाहरू, त्यो पिर्सेको छालाहरू उनीहरूको छोराले पाउँदै गर्दाखेरि नि उनीहरूको छोरा चाहिँ भविष्यमा यति साह्रो आशिषित भयो अरे प्रियहरू।